ल है गाइज आज यता नेपाली यता जापानिज दुईजनाको भेट भएको छ लामो समयपछि के छ जीवन एकदम बढिया आज चाहिँ हामी एकदम स्पेसल तपाईँहरूलाई भिडियोमा हामी देखाउँछौँ हामी कहाँ जाँदैछौँ के गर्छौँ भनेर भिडियो लास्टसम्म हेर्नु होला। अनि लगभग 2 वर्षपछि नेपालको एक्सपिरियन्स कस्तो रह्यो त के अरे जापानको एक्सपिरियन्स जापानको एक्सपिरियन्स कस्तो रह्यो त जापानमा चाहिँ यस्तो खाल्टाखुल्टी हुन्न होइन एकदम चिल्लो बाटो छ। यहाँ चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ बाटो देखाइदिन्छु बरु यस्तो बाटो छ जापानमा चाहिँ यस्तो केही देखिन्न एकदम सफा सुग्घर होइन एकदम राम्रो छ ठाउँ। हामी पनि त्यो देखेर आएर बिस्तारै गर्ने हो नि त अब यहाँको माहौलै छैन कति छ त बसाइदियो अब फर्किने बेला भइसक्यो सन्चनाउला नहोला जस्तो भएको छ। अब यस्तै छ आमाका नाति नातिना सबै अमेरिका क्यानाडा गयो हामी त अब यसो जापानसम्म मात्रै जाउँ आमाका नाति नातिनाले हेर्दै हुनुहुन्छ भने चाहिँ होइन एकदम फलो गरिदिनु होला। विदेशबाट सधैँ हामीलाई माया गरिदिनु होला। जीवनको युट्युब च्यानल के अरे जनता अनलाइन टिभी टिभीलाई पनि सब्सक्राइब गरिदिनु जनताको मनमुटुमा बसेर हाम्रो युट्युब च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला। त्यही त तपाईँको 1 सब्सक्राइबरले हाम्रो मुटुको धड्कन तेज हुन्छ। मैले गर्न पाउँछु चाहिँ नहोस् है फेरि मैले गर्न पाउँछु के सब्सक्राइब होइन तिमीले गरेर काम छैन। अमेरिका क्यानाडा भएकाले मात्रै गरिदिनु होला। टाइम पास पनि हुन्छ हेर्नलाई फनी भिडियोहरू यस्तै र यो नाति अहिलेसम्म बिहे गरेन। आमा यो नाति कस्तो लाग्यो हेर्नु त राम्रै छ बिहे गर्न पर्यो भन्छ खै कहीँ पाइए छैन भन्छ केटी नै पाएन आमा पहिलाको जमाना जस्तो भएन क्यार्नी हो है आमा होइन हामीमा केटी खोजेको 1 वर्ष हुन लागिसक्यो। अब जापान गएर आएको केटो हो यो बाबु फेरि जाँदैछन् ल कोही हुनुहुन्छ युट्युबमा हेर्दै हुनुहुन्छ भने सम्पर्क नम्बर पनि छोडिदिनु तल डिस्क्रिप्सनमा होइन नम्बरमा त म छोड्दिनँ यसको मेसेन्जरमा चाहिँ जिमेलमा मेसेज गर्नु इनबक्स गर्नु कमेन्ट गर्नु भिडियोमा कमेन्ट गर्नु म छु भनेर कमेन्ट गर्नु म तपाईँलाई चाहिँ फलो गरेर उस गर्नु ट्र्याक गर्नेछु। नातिनी हुनु ल के भइसक्यो कि भएन ए ल लाइ नातिनी हेर्नु त यस्तो राम्रो बाबु छ हेर्नु त चाट रक्सी चुरोट केही खान्न सुर्ती भनेपछि गनाउँछ ए ल क्यानाडा भएको नातिनी ल क्यानाडा भएको नातिनी अमेरिका भएको नाति रहेछ नातिलाई त भएन ल नातिनी मलाई चाहिँ फलो गर म गएको त 3 वर्ष भइसक्यो तिमी गएको 1 वर्ष रहेछ। ल नातिनी अझै छ विचार गर। अब आमालाई मैले मनाइसकेँ अब तिमी मान्दा बाँकी छ। अब डिसिजन दिने कि नदिने तिम्रो हातमा है पहिला फ्यामिलीमा मनाउनु पर्थ्यो फ्यामिलीले मारिसक्नु भयो मारेपछि सकियो हजुरआमाको पोली फाइनल हो क्या झन् सबैभन्दा सुरुको जरो भनेकै तपाईँ हो नि अनि तपाईँले नभनेर त कहाँ हुन्छ त हजुरआमालाई मनाइसकियो अब बाआमालाई हजुरआमाले मनाउनु छ मतलबै भएन तिमी मान्देऊ अब तपाईँलाई होइन छोरा पार्सेको कुरा गर्नुपर्छ भने नि हिँड्नुसँगै जाऊँ यही हो ल सबैलाई नमस्ते सुनाइदिनु होला। ल हुन्छ आमा यो मजाक मात्रै गरेको हुन नसकेको ज्वाइँले चाहिँ नमस्कार आमा हजुरआमा हुन नसकेको ज्वाइँले चाहिँ नमस्कार सुनाइदिनु ए हुनेवाला ल मानिसक्नु भयो फर्किँदा पस्छु है आमा त्यति नेल्सन मनाएर हजुरआमा फर्किँदा पस्छु ल भन्नुभयो उहाँले उहाँबाट ओके भइसक्यो। अनि हजुरआमा पैसा तिर्देऊ तिमी ज्वाइँले अनि ज्वाइँलाई त टिका लाएर दिने हो नि त होइन
रमाइलो गफ भयो नि। ल उहाँले जोइ मानिसक्नु भयो आजको चाहिँ जोइ जीवन जोइ भनेर टाइटल लेख है छोरी अर्का जोइसँग हुनुहुन्छ होला उता समेत त्यस्तो नहुनाले म्युट गर्नुपर्छ अनि गाली गर्ला तिमीलाई होइन हुनुहुन्छ होला भनेर चाहिँ हुनुहुन्छ भनेको छैन बरु मलाई यो कुरा चाहिँ अलिकति अप्ठ्यारो लाग्यो कि यो भिडियो तिम्रो कोही समान स्पेसल पर्सनसम्म चाहिँ नपुग्नुहोस् है होइन बिहे गरेको भए चाहिँ पुगे पनि गाली खाइन्थ्यो त्यो पनि हो। अब बिहे नगरेपछि चलेगा भाइ चलेगा मजाक बोलेगा मैले छोरी पाइसकेँ अब छोरी कता थियो एकचोटि कमेन्ट गर्नु है यही टाइटल छोरी पायो अब होइन आमाबाट हो के छोरीबाट नटक्के हो क्या दुईजना नानीहरू तलबाट नै आउँछ ओहो यहाँ त धान रोपाइ रहेछ यता उता बाटो के रहेछ मेन्टेनेन्स ल नम्बर टिप ल फाइनल्ली गाइज रेड हिल पार्क पैदल चक्र तीर्थधाम आइपुग्यो हामी चाहिँ हामी केही नबोलौँ अब उहाँ यतापट्टि चाहिँ सूर्यमान शाह हुनुहुन्छ उहाँले मासु पोल्दै हुनुहुन्छ तपाईँहरूले देख्न सक्नुहुन्छ एकदम स्पेसल भयो धेरै डढो यिनले के गरे यिनले टमाटर खाना नहुने बनाए जस्तो के दामी छ यो चाहिँ म्यारिनेट गरेको मसला त्यहाँ हेर्नु होला पुरै हामी देखाउँछौँ अब हामी त्यसलाई यसलाई चाहिँ थोरै पानी हालेर मिक्सी गर्दैन है त्यो होइन काँक्राको पुच्छर भन्ने हुन्छ नि पुच्छर त छैन त यहाँ कहाँ फाल्यो तिमीले यो हो भयो फर्काइदिइराख्नु न बेला बेलामा ल जीवन जाऊ तिमीहरूको स्पेसल बन्दैछ यहाँ एकदम स्पेसल बन्दैछ यहाँ कुक हुन हाम्रा श्रीमान शाह जसले मासु नै खान्न उनले कुक बनाएन मरौला हेर्नुहोस् स्पेसल हुँदैछ अब मसला हाल्ने बेला भएको होइन मसला हाल्ने यो टेस्ट गर्न ए मसला छैन के टेस्ट नि आधा त यो मसला चाहिँ त्यहाँबाट आधा काट न आधा के गर्छ यहाँ काट्छ नि यिनले ल हेर्नुहोस् अब यिनले कति 3 पिस निकाल्छ यिनले 4 पिस निकाल्छ 1 पिस खाऊ नि त खाऊ म त खाँदिनँ ए ल खाऊ नि तिमीले कस्तो हुन्छ टेस्ट नि कस्तो लाग्यो तिमीलाई मिठो ल तिमीले खाऊ के खाने म त खानु खाऊ नै तिमी खाऊ बुवा तपाईँ खानुहुन्छ लाउनु टेस्ट गर्नु न यो तातो छ कस्तो लाग्यो मसला बिनाको मासु मिठो छ मसला नुन जान्छ छैन नुन चाहिँ हाल्ने बाँकी छ है पेस्ट बनिसक्यो एकदम बनाउँदै हुनुहुन्छ हाम्रो विजयजीले एकदम यहाँ आजको कुक मेन कुक हुनुहुन्छ होइन कुक कस्तो लागिरह तपाईँलाई कुक ओनर भन्दाखेरि कस्तो लागिरह कुक एकदमै ठुलो मान्छे सायद म भोलि पछि कुक नै भन्थेँ होला वाह काङ्ग्रेचुलेसन डोनाल्ड ट्रम्प उहाँले यस्तो मिठो एकदम राम्रोसँग काट्नु भयो हेर्नुहोस् यस्तो कसैले काट्छ उहाँलाई बिहे गर्ने त भाग्यमानी हो यस्तो मिठो खुवाउनुहुन्छ जीवनलाई पाउने यस्तो खुवाउनुहुन्छ होइन तपाईँले कसैले बिहे गर्ने प्लानिङ गर्दै हुनुहुन्छ भने इफ यु इन्ट्रेस्टेड होइन को जीवन रामबाट तपाईँले देखिनु भयो नि त बोलिरहेको मान्छे हो म उसलाई अहिले ब्याक क्यामेराबाट देखाएको छु जापान गएर आएको हो एकदमै राम्रो हेन्सी पनि छ अनि टक्क लाएर यो मिट गर्नु होला अहिले टिभीको लास्ट भागमा आयौँ हामी होइन किनभने अघि खिच्नै बिर्सिएछ यो चाहिँ म्यारिनेट हेर्नुहोस् यसरी किन गरेको भन्ने लाग्न सक्छ होइन
पाकिसकेपछि मात्रै म्यारिनेट गरिदिएन भन्नुहुन्छ नि त कतिले यो पहिले हाल्यो भने डढ्छ जसले गर्दाखेरि स्वाद र टेस्टीको चाहिँ अलिकति राम्रो हुँदैन जब यो पाकिसक्न लायो भनेपछि तपाईँले अब यसलाई 5 मिनट मात्रै म्यारिनेट गरेर निकालिदिएपछि वाउ यस्तो डेन्जर हुन्छ कि किनकि बल्ल मसला पाक्छ नि त त्यो पहिल्यै पाकेर अनि डढाएर कामै छैन कि त्यो भन्नु डढेको मात्रै किन त्यस्तो अब भन्यो भने हाम्रो नि डढिसक्यो तर मासु डढेको यो म्यारिनेट अब चाहिँ बल्ल हुन्छ ल गाइज फाइनली हामी यता 3टा मुन्छीहरू जम्मा भएको छ यस जजले त्यति लेखेको छ त्यही खानेकुरो भएको छ हाम्रो चाहिँ हैन अब मेन भन्ने कुरा मसँग छ मेरो भागमा कुखुरो पर्यो मेरो भागमा अचार डिउ पर्यो भागमा काँक्रो बर्बाद होला है बर्बाद मैले हारे चित्त बुझाउनु भयो हेराकेटा सहमतिमा आयो भने आऊ न अनि मलाई त केही छैन है केही छैन मनै अमिलो छ फेरि कोही आयो भने फेरि अमिलो दिएर काम गर्न ठिक हुन्छ फेरि अमिलो नभने के भन्नु ल केटा विचार गर तर फाइदा चाहिँ जीवनलाई हुन्छ यार मासुको भाँडै रुचीसँग छ यार अनि ताल बिग्रिन्न नमस्ते गरायो नत्र पाउनु यताबाट चोरेर भने लाने हो हामी त जीवनलाई त्यहीँबाट फाल्टु घाम छ कि हैन सके जान्छौँ घाम माथि छ त माथि बस्नु होइन त्यहाँ माथि बसेर टक्क भ्यू हेर्दै खाने हो नि त होइन हो के थाहा यी बच्चाहरूलाई के थाहा हिँड्छ क्या फुलहरू तिमीहरूले धुलो तपाईँले फेरि अङ्कलले भनेको मान्नु न होइन अङ्कल अङ्कल हो अङ्कल तिमीहरूले गाउँमा धुलो खेलाउँदाखेरि मैले सहरमा हाउ यु फिल यहाँ बस नि यहाँ तल उतापट्टि फटाउ छ गाइस म डढेको देखेको कसलाई कराएको कसलाई हेरेर कोही छैन त्यहाँ अरूलाई हेरेको होइन यो भिडियो हेर्ने भएका केटीहरूलाई चाल्नु न हेर्नु त रक्सीको उस आधा रक्सी पुग्नु भयो चाल्नुहोस् एक पानी हो गाइजहरू होइन एकदम फ्रेस डिउ नै हो ह्याप्पी न्यू इयर ल तपाईँलाई चाहिँ कस्तो लाग्यो सेक्सी उनले गल भन्दै नै हेरेको अरे होइन तिमीले पहिलेदेखि कुखुरा चाहिँ नाङ्गे देखेको नि त सेक्सी त्यस्तै लामो होला नि यार तर मिठो भा तेरी हरियो देखिन्छ होला यो सिट यता आउनु त यता कहाँ रुक्थ्यौँ हो त्यो झुन्डिएन एकचोटि बब्बा लाग्छ यार ल म तल जुम गरेर खिच्छ न अलि एडिट गर्नै पर्दैन के एडिट गर्नै पर्दैन भुँडी घटा है भुँडी देखाउँदैन कि यहाँको यो उयो गर हाम्रा क्यामेराम्यानले एकदम राम्रो राम्रो पोज देखाइराख्नु होला ठिक छ जीवनलाई कार्टुन बनाउँदैछ मेकअप गर्नुपर्छ पर्दैन दामी छ यार ए अलि माथि अलिकति छोड्नु पर्छ साह्रो हो तल हेर्नु खिच्छ न बेबी वा यार मै कार्टुन भइसक्यो यार कति कार्टुन बनाउने एउटा खिच्छ नि 2 घन्टामा अनि खिचेको होइन ठुलो जाल जाल ल भयो एडिटै गर्नु पर्दो रहेछ त्यही पनि त्यो आइफिल टावर आइफिल टावर फ्रान्सको आइफिल टावर 14 15 एउटा